सो हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। अनि हामी चाहिँ अहिले मनाङ छिरिसकेका छौँ। लगभग हामी चाहिँ बगर छाप आइसकेका छौँ। धेरै माथि आइसकेका छौँ। हामी लमजुङको बोर्डर कटेर पनि धेरै माथि आइसकेका छौँ। भने हामी आज राति चाहिँ लगभग 1 बजेतिर चाहिँ हिँडेको हो। 1 बजे हिँड्दा चाहिँ हेर्नुहोस् हाम्रो आँखाहरू यस्तो झुलुम बनाएको छ होइन। म चाहिँ एकदम निन्द्राले चाहिँ झुलुम बनाएर कतिखेर झुक्नु भएको छु। अनि हाम्रो भवन दाइले चाहिँ अलिअलि बेला बेलामा चाहिँ उठाउनुहुन्छ। र अब मैले चाहिँ तपाईँहरूलाई चाहिँ किन चाहिँ तलको भ्लग गरिनँ भने अँधेरो थियो नि त, पुरै अँधेरो हो, केही पनि देखिँदैन नि त। त्यही भएर चाहिँ अब मैले भ्लग चाहिँ यहाँबाट स्टार्ट गरेको छु कि बगर छापबाट। अचम्म उठ्न भएको ए खत्रै हार्छ त। वहाँ माथि बत्ती बाले ठाउँमा यो चाहिँ हाम्रो दाना के हो, यो के भनौँ तपाईँहरूलाई, बोट, यो हरियो बोट चाहिँ स्याउको बोटहरू हुन्। कोपिला हालिसक्यो लगभग स्याउको चाहिँ यहाँ त्यत्रो कोपिला भइसकेको छ। घोडाहरू फोन हाल्नु पर्ने कुरा आयो कि ल। यो चाहिँ हाम्रो दाना क्यु रहेको छ है। एकछिन हामी चाहिँ यहाँ स्टे गर्छौँ। म चाहिँ अहिले दाना क्युमा झरिसकेको छु। अनि देख्न सक्नुहुन्छ यो हाम्रो दाना क्युको चाहिँ पुरै बजार हो होइन। अनि हाम्रो रमाइलो छ। यसलाई हेर्नुहोस्, मनाङ आउँदा यस्तो बिहाइन्ड द सिन होइन, यति राम्रो सिनहरू चाहिँ देख्न सक्नुहुन्छ बिहानमै है। अनि यो चाहिँ हाम्रो यो जुन यो ल बताउनु जुम गरेर देखाउँछु। यो बोट चाहिँ हाम्रो एप्पलको बोट हो क्या, एप्पल बुकको बोट हो। अहिले चाहिँ लगभग कोपिला लाएर चाहिँ यहाँ त्यत्रो भइसक्यो क्या, त्यत्रो चाहिँ भइसक्यो, त्यत्रो भइसक्यो। अनि त्यही हो, अहिले लगभग 6 बजिसकेको छ। जे होस् मनाङ चाहिँ खासै अहिले आउँदा चाहिँ चिसो छैन है। फेरि अहिले चाहिँ खासै चिसो छैन। यता त अब जताततै हिमालय के त्यो एकदम बिहान उठ्दा चाहिँ जता पनि हिमालय होइन। अगाडि पनि हिमाल छ, अनि तपाईँको यता पनि हिमाल छ कि, हेऱ्यो हिमाल हो यो है, यो पनि हिमाल होला हेर्नु न है। अनि त्यसपछि गएर यता पनि हिमाल छ कि, ल हेरौँ न कति आनन्द के यस्तो होइन ठाउँमा। कञ्चन छ त, मार्केट खान्छ त यार, कञ्चन खत्रै छ। यो चाहिँ हाम्रो बजार है। फेरि एकचोटि नाम चाहिँ मैले रिपिट गर्नलाई दाना क्यु है। लेट्स सी दाना क्यु। यो चाहिँ अब दाना क्युबाट चाहिँ माथि चढ्यो। अब दाना क्युबाट माथि चढ्दाखेरि चाहिँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ एउटा रेनबो ट्राउटको एउटा फार्म थियो। त्यो फार्म अहिले चाहिँ छैन है, देख्न सक्नुहुन्छ, राम्रो छ। लेट्स सी, भिडियोलाई अन्तिमसम्म हेर्नु होला र लाइक सेयर एन्ड सब्सक्राइब पनि गर्नु होला। मनाङको भिडियो चाहिँ एकदम पहाडहरू हेर्नु न है, चुरे यस्तो खत्रै पहाडहरू, जन्जर अनि हिमाल।
तल बिहान पख त भिसौँ पानी पर्यो नि सो गाइज अनि हामी चाहिँ तिमाङ गाउँ पटिसकेका छौँ। तिमाङ गाउँको भिडियो चाहिँ मैले देखिसकेको छु। अनि आज चाहिँ मौसम यस्तो राम्रो क्लियर छ। अनि हिजो पानी परेको थियो होइन, नाम सुन्नु न, नाम कस्तो छ। अनि यतापट्टि दुइटै भगवान् मिलेपछि दिन आज कस्तो के अरे क्लियर भएको छ दिन जस्ती भन्दा। यहाँ त अहिले कस्तो भएको थियो दिदी मौसम? भन्छ आजै यस्तो क्लियर भएको भनेपछि यहाँ अघिल्लो गेस्टहरूले चाहिँ अब यस्तो क्लियर मौसमबाट चाहिँ यो मनोरम दृश्यहरू चाहिँ अवलोकन गर्न पाइएन। तिनीहरू अभागी रहेछन् भनौँ। अनि यता गाडी कता भन्दा के छ अवस्था? अनि हाम्रो दिदी हुनुहुन्छ यहीँ मनाङमै बसोबास गर्नुहुन्छ दिदी चाहिँ। दिदी यहाँ हेलो भनिदिनु। अनि हेलो मात्रै हो नि, अरू नि यसो ट्याक्का टुक्का यसो ट्याक्क दा नि भाइले यति सपोर्ट यताउता ट्याक्क के भन्नुपर्ने हो, मास्क खोलेर दिने हो नि तिमी। ठिक छ, लजाउनुहुन्छ कि दिदी अरूभन्दा नि? मास्क खोल्यो भने चिन्छन् भनेर लजाउनुहुन्छ। एकदम राम्रो छ दिदीको अनुहार, फेरि त्यही भएर मास्क नखोल्नु भयो। किन कारण? धेरै चिसो छ अनि मौसम पनि अलिकति चर्को घाम ला। अनि किनभने चर्को घाममा चाहिँ मुखहरू अनि त्यसपछि गएर जुन हाम्रो ओपन फेसहरू चाहिँ फुट्छ क्या दिदी। त्यो कारणले नै दिदीले चाहिँ अब आफ्नो फेसहरूलाई सेभ गराउनु भएको। त्यसरी बुझाउँ कि है, होइन त? के गरे क्या ट्र्याक्टरले ल्याङ गऱ्यो नि है। हामी ब्याग हुँदैछौँ भने है मेरो घाँटीमा प्रब्लम आइसक्यो क्या यार मनाङ आउँदा। धुलो नि उडाएन कि दिदी फेरि। अनि त्यति साह्रै चिसो पनि छैन कि। ल अट्याक दाइ अट्याक हान्नु पऱ्यो। ल यसलाई टिटिट स्लोली आउनुपर्छ हौ, स्लोली। हेर्नुहोस् मनोरम दृश्यहरू। तपाईँ चाहिँ मनाङ आउँदै हुन्छ भने नछुटाइकन तपाईँले चाहिँ 10 दिनको चाहिँ टुर लिएर आउनुपर्छ है मनाङ। 10 दिनको टुर। यस्तो सिनहरू छुटाउनु भयो भने तपाईँ चाहिँ मनाङ आएको चाहिँ अर्थ न व्यर्थ हुन्छ। टक्कले हेर्नुहोस्, अहिले चाहिँ मौसम क्लियर छ। ताल पऱ्यो नि भोलि नै आउनुहोस् क्या तपाईँहरू यस्तो सिनहरू देख्नलाई। के छ त हाम्रो स्विजरल्यान्ड हो नि त यो त यार। ल हेर्नु न के कम छ त नि। हल्का पिच अलिकति चाहिँ नभएर त्यही पनि पिच जस्तै बाटो भइसक्यो मनाङमा। ल हेर्नुहोस् अटो बस आइसक्यो। के कम ठान्नु भयो यहाँ मनाङलाई, होइन त भन्दै? आइसक्यो हाम्रो गाडी नै आइसक्यो, बस पनि आइसक्यो, अटो नै आइसक्यो। अब आउन बाँकी कुन छ? कार आउन बाँकी छ। कार माइक्रो नि आयो दिदी। जति माथि गयो त्यति हामीले चाहिँ मनोरम दृश्यहरू मनै लोभाउँछ। ल हेर्नुहोस् त। दिदी यो गाउँको नाम के अरे? के अरे दिदी? स्यार्कु। ल हेर्नुहोस् स्यार्कु गाउँ। यो बार चाहिँ ठ्याक्कै त्यो स्विजरल्यान्डतिर चाहिँ टक्क यसरी नै सेम बार छ नि, सेम छ क्या। ल स्यार्कु नै 2705 मिटरमा हाइटबाट छ यो स्यार्कुको। गाडी उता थियो क्या, तल थियो नि त गाडी त तिमाङमै। त्यो त पहिल्यै बाहिर बसे मर्यो हो। त्यो जाली भएपछि त एउटै निस्किनै सक्दैन नि। जाली लगाएर अन्य किल्ला ठुकेछ नि त।
छाप्छ होला कि चर्के अनि क्षतिपूर्ति के गर्छ त डाँडाभरि लपक्कै हो वाउ नाइस भ्यू चामे चामे त होइन यार है चामे नै है भन्दा है हजुर ठिक ठिक नाइस हेर्नुहोस् भ्यूहरू यस्तो एकुरेट छ है तपाईँहरू छिटो मनाङ चाहिँ प्रवेश गरिहाल्नुहोस् यस्तो राम्रो राम्रो भ्यू हेर्नलाई हुन्छ हजुर हुन्छ हुन्छ हजुर हजुर बुझ्यो हजुर मौरी त अब खै खोलेर त हेरिएन सर के मौरी एकदम फ्रेस फ्रेस छ न त राम्रै छ एक्टिभ भएको छ मौरी एकदम फ्रेस छ पठाइदियो नि त ए हुन्छ हस् अब मैले त्यो मौरी चाहिँ हाम्रो बाटो चाहिँ ल हेर्नुस् यस्तै छ है वान वे हो यता माथि माथि आएपछि यो चाहिँ किनभने यो पुरै माथिबाट पहिरो आउने तलबाट चाहिँ बाढीले लाने भएर चाहिँ हामी छेउछाउमै हिँड्नुपर्छ मर्स्याङदीको अनि माथि चाहिँ मर्स्याङदी सानो छ ल हेर्नुस् कञ्चन छ पानी चाहिँ कञ्चन
अनि हामी चाहिँ अब अहिले चाहिँ लगभग कहाँसम्म पुगिन्छ अरे हामी टङ्की मनाङसम्म पुगिन्छ। अनि बिचमा चाहिँ अब स्याउ फार्म चाहिँ एग्रो मनाङ लगभग यो चाहिँ एसियाकै उत्कृष्ट फार्म हो कि त्यो फार्ममा पनि मैले चाहिँ छोटो भिडियो क्लिप हजुरहरूलाई चाहिँ म देखाउँछु। खत्रै परो खत्रै पहिरो। पहिरो पनि कति आएको यार यहाँ माथि माथि है। माटो भएको त अब त लगभग भ्याइयो होला यार, यस्तो त छ। सो म चाहिँ यता अब घाटाङ आइसकेको छु। लगभग यहाँ चाहिँ कति 600 रोपनी छ है कति। यहाँ चाहिँ स्याउको बिरुवा चाहिँ लगभग 72,000 चाहिँ यहाँ छ। अझै विस्तार चाहिँ हुन्छ कि त्यहाँनिर। अनि स्याउ फर्म चाहिँ यो एकदम बृहत ठुलो छ। अनि पारी पनि थियो नि त। अनि भन्दै पारी बाडी लग्यो अब यो स्याउ फार्म चाहिँ लगभग यो मनाङको चाहिँ उत्कृष्ट। अझ मनाङको नभएको पनि नेपालकै रिप्रेजेन्ट गर्छ कि एसियाकै उत्कृष्ट फार्म हो कि बवालै छ। यहाँ चाहिँ अब लगभग यो स्याउको चाहिँ चिप्स होइन, अनि त्यसपछि गएर विभिन्न जुसहरू वाइनहरू सबै यही घाटाङमा चाहिँ फ्याक्ट्री छ। त्यो फ्याक्ट्रीबाट चाहिँ सबै निकालिन्छ क्या। अनि त्यो छोक्राधरी चाहिँ तपाईँको चाहिँ जाँदैन क्या बाहिर, मल हुन्छ क्या त्यो। त्यस्तो खालको चाहिँ यहाँ चाहिँ रियुज के ठ्याक्कै सर्कुलेट छ कि मल हुन्छ। मल भएपछि त्यसले खान्छ अनि त्यसले फेरि फल दिन्छ अनि त्यसले के बनाउन दिन्छ, सब बनाउन दिन्छ। अनि त्यसपछि चाहिँ सबै हुन्छ। सो गाइज देख्न सक्नुहुन्छ है, यो चाहिँ हाम्रो वाइन फ्याक्ट्री है। यहाँभित्र चाहिँ वाइनहरू बनाइन्छ क्या। अनि देख्न सक्नुहुन्छ मनाङ भ्याली वाइन चाहिँ यहाँ प्रडक्ट उत्पादन गरेर चाहिँ यहाँ देश तथा विदेशमा सब ठाउँमा चाहिँ यो मनाङ भ्याली वाइनको चाहिँ चर्चा रहेको छ। तर मैले पनि अब यहाँ चर्चा चाहिँ दिन्छु क्या। अनि सो गाइज मैले चाहिँ अब हामी चाहिँ यसो कफी सफी अनि बिस्कुट्स लिँदै दाई भवन दाई यता अनि दाई हुनुहुन्छ लगभग होइन। लगभग मनाङ चाहिँ आउँदा यहाँ चाहिँ एकदम बसेर भिजिट गरेर फार्मको बगैँचाले जान सक्नुहुन्छ। बिस्कुट के को दिदी? बदामको बिस्कुट। यस भन्दै चम्चा सुत्दै चेस गरौँ न त यार। आइस सो गाइज अनि त्यसपछि यहाँ चाहिँ बम हानेर चाहिँ यता बाटो खोलेको होइन। यस्तो परोमा डेन्जर डरलाग्दो बाटो, वान वे मात्रै हो होइन। उताबाट आउनलाई चाहिँ हर्न बजाउनु पर्छ। हर्न बजाइसक्नु भएको छ, गाडीहरू बाइकहरू आउँदैछ।
ल हेर्नुहोस् होइन डेन्जर हो कि यो बाटो एकदम खतरा छ क्या यस्तो छ होइन भिड यस्तो छ ल अन्त पुरै यस्तो बाटो छ पुरै हेर्नुहोस् यहाँ अनि बम हानेको तुलोहरू देख्न सक्नुहुन्छ है त्यस्तोमा त अब डोजरले खोल्ने कुरा आउँदैन पुरै यहाँ त बम हो एक इंच छ कि ल हेर्नुहोस् मौसमले त यस्तो च्यालेन्ज गर्यो कि भवन दाइ यस्तो च्यालेन्ज गर्यो कि यहाँ आज चाहिँ खत्रै च्यालेन्ज दियो कि कसम कहाँनिर हो लिल दाइ गाडी पल्टेको गाडी ठाडो चाकेला कति दिन भयो ओ माई गॉड न्यूज त यार ताजै छ त यार हिजोको आज मान्छे त त्यही सम्ममै होला है हामी लम्बीबाट थापा आइसक्यो तपाईँ यहीँबाट गाह्रो छ है हल्का दिनुपर्छ अनि त्यही हो अरूभन्दा नि मौसमले चाहिँ यस्तो बवाल चाहिँ साथ दिएको मौसमलाई म गल्ती भयो 2 दिन ढिला आयो भए भने बनाउनु प्रोग्राम भएको थियो कि तपाईँको अनि बोलाउनु पर्दैन नि म जस्तो मान्छेलाई छैन आफू मात्र सुटुक्क आफू मात्रै जाम आफू मात्र रमाइलो गरौँ हामीलाई छिर्न दिन्थे अनि हामी तपाईँकै अफिसको परिवार हो ओ माई गॉड कत्रै वान वे ओ माई गॉड यो गाडीले छेक्यो क्या गाडी पल्टेको गाडीले छेक्यो फेरि उसको मलेसिया गाडी मैले बिहा गरेँ भनेर टर्निङ चाहिँ यसले यो माथि जाँदाखेरि चाहिँ सेल्टिङमा हार्छ माथिडी नै अब भन्दै पाउने टर्निङ चाहिँ त्यो एकदम लङ काटे जस्तो लाग्यो त्यसले यत्रो बाटो छ ढलान गरे होइन एकदम ब्रेक हानी लिएर आउनु पऱ्यो नि त उ त्यसरी के हुने अरे त्यस्तो त अब तपाईँको हातमा छ बनाउने नबनाउने तपाईँको हातमा हो क्या अरू कुरो छोडिदिनु यस्तो एक्सपोर्ट लिएर आएन 10औं वर्ष गाडी चलाएर मान्छे लगभग अनि कसले सक्छ हाम्रो भवनलाई कसैले सक्दैन वाउ बवाल सिन यस्तो त भाषा थट गाह्रो छ गाइज गाह्रो एक्सपोर्ट भएपछि त हामीले चिन्दै छैन कि यताबाट हो क्या यताबाट हो थेत्तेरिका मान्छेले सक्दैन नि कहाँबाट ओ मा खत्रै यार खत्रै
गाइज आजको भ्लग चाहिँ यतै हुन्छ। थ्याङ्क यू फर दिस वाच भिडियो। सबैले चाहिँ लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला भन्दै बिदा लिन्छु। हस्त जय नेपाल।